ल साथीहरू, मलाई चाहिँ यो मन्स्टर मिल स्पाइसी विङ्स खानु मन थियो होइन, ट्राई गर्न मन थियो। मैले चाहिँ आज ल्याएर यस्तो अब पकाएर खानु पऱ्यो भनेर ट्राई गर्दैछु होइन। यसमा चाहिँ 8 पिस विङ्स, 8 पिस नो 4 पिस विङ्स अनि 4 पिस चाहिँ लेग पिस हुँदो रहेछ होइन। अनि त्यसमा चाहिँ यसमा चाहिँ अचारहरू चाहिँ सबै रेडी नै हुँदो रहेछ भित्र नै। अनि यो पनि सबै रेडी रहेछ, तताएर अब 4-5 मिनट पकाएर अब खानुपर्ने रहेछ। अनि चटनी चाहिँ त्यो आफूलाई कति मनपर्छ त्यही अनुसारले खानुपर्ने रहेछ। अनि तेल सेल हाल्ने, अनि त्यसपछि लिएर चट्टा लाएर अनि त्यसपछि ठ्याक्कै त्यो ल्याउने बित्तिकै फ्रोजनबाट ल्याउँछ नि त, त्यो एकैछिन फ्रोजनमा नराखिकन बाहिरै राख्ने नि त, किनभने त्यो जाम पर्ने रहेछ। अनि त्यो ठ्याक्क खोल्ने बित्तिकै हाल्नाले मिल्यो नि त। अनि त्यसपछि चाहिँ अनि त्यो ल्याइसकेपछि चाहिँ अलिअलि अब भुट्ने, त्यसपछि लिएर अब चटनी कति खान मन लाग्छ त्यति खानु। मलाई चाहिँ सबै चटनी हालेर खानु मन थियो। तर पिरो चाहिँ त्यस्तो धेरै पिरो नि होइन, ठिकैको हुँदो रहेछ। अब कुनैलाई चाहिँ यो पिरो नै लाग्छ, अब मलाई चाहिँ ठिकै लाग्यो। अनि अब पकाउने यस्तै गरी पकाउने होइन, अब पकाइरहेको छु अहिलेसम्म नि। ए ल ल ल ल ल चलाउने मसित चलाउने, यस्तै चलाएको चलाइ। यतिको भइसकेपछि चाहिँ अनि चट्टा लाएर अब चाहिँ रेडी भयो। त्यसपछि प्लेटमा हाल्ने, टक्क लाएर मुखमा हाल्नुभन्दा अगाडि फोटो खिच्ने, भिडियो सिडियो गर्ने, चट्टा लाएर अब बाहिरतिर राम्रो आउँछ नि त भिडियो, अनि गर्ने, अनि चट्ट फेसबुकतिर हाल्ने। यतिको भइसकेपछि चाहिँ खाने। अनि